आज हामी यता चितवन आएका छौँ। साना गल्लीदेखि लिएर साना साना बाटाहरू यस्तो दामीसँग पिच भएका छन्। चितवनको नारायणी किनारमा छौँ। यहाँ चाहिँ मोटर बोटहरू देख्न सक्नुहुन्छ तल। अनि यहाँ भाइ चाहिँ हाम्रो भाइ मोटर बोट सञ्चालक भाइ चाहिँ यहाँनिर आइसक्नु भएको छ। अब हामी चाहिँ यहाँ मोटर बोटको चढ्ने तयारीमा छौँ। कस्तो हुन्छ एक्सपिरियन्स तपाईँलाई चाहिँ सुनाउने छौँ, देखाउने छौँ। खै गौतम बुद्ध त यता हुनुहुन्छ, गौतम बुद्धजी हैन। 250 हो के भयो तिनीहरू 500 दिनु। ल ल काटिदियो। ल ल दे ल ल नगर क्या यस्तो गर्नु न। 600 रुपियाँ दिनु न। काट्नु पर्दैन, 500 दिन्छु। हिँड ल त्यो टिकट त्यसै गर जामिन काट्नै पर्छ कि। हामी सेफ्टीको लागि चाहिँ के गर्दैछौँ? लाइफ ज्याकेट लाउँदैछौँ। ह्यान्डसम देखिन्छ सन्दै। उहाँलाई पनि मैले एकदम लाइफ ज्याकेट लाउँदैछु हामीले। कहाँ आउँदा तपाईँको घर? मेरो दाइ गडेकोट घर। कहाँ? कलर रातो लाउँ न। सबै किन प्याले लाउने? हरियो लाने हुन्छ। हरियो यो लाउँ, यो नयाँ रहेछ। पहिला चौरा परि हाल्नु पुरानामा। रातो ल रातो दामी हुन्छ। के गर्दा हामी डुबेपछि चाहिँ यसले स्वाट्टै बचाउँछ क्या, माथि उतारिदिन्छ अनि माछा मारेर ल्याएर आउने भएर। लाउँदै हो। ल है हामी चाहिँ नारायणी किनारमा चाहिँ अब बोटिङको लागि चाहिँ लाइफ ज्याकेट ट्याक्क लाएर चाहिँ तयार भइसकेका छौँ होइन। कतिको मजा हुन्छ त बोटिङ। अलि दामी तरिकाले घुमाउने है। फनक्क पारेन 2 घन्टामा 3 घुमाइदिने फेरि के हुँदैन। अब यस्तै हो होइन। रमाइलो चाहिँ गर्नै पर्छ जिन्दगीमा। मरिलानु के छ र भन्थ्यो बोले। ल हामी चाहिँ यो ताल के गरे त पर बाँध बाने खा? हजुर यो बाँध बानेको नि। यो हाम्रो यो बगेको पानी हो। अनि तलतिर त छैन, सानो छ त फेरि। तल सानो छ अनि माथि पनि सानो छ। कस्तो यहाँ ताल पऱ्यो त्यस्तै? जति पनि बस्नु मिल्छ। तपाईहरु अलि पछाडी गइदिनु। कतिको छ भाइ? एकदम गुड छ। म यति बस्छु मलाई यहाँ सँगै बस भिडियो आउँछ पछाड। अब हामी चाहिँ यता बसिसकेका छौँ है। बसिसकेका छौँ होइन। अब यहाँबाट जिन्दगीको अर्को मजा सुरु हुन्छ। देखिने आज है। फनक्क घुमाएन रनक्क पारिदिने है फेरि। अनि त्यो होला काका अहिले यस्तो डेन्जर गर्छ फेरि मोबाइललाई मजाले समाउनु। अर्को मोटर बोट मलाई कतिको अनुभव हो? कहिले पहिलो हो? मलेसिया चढेन, मोटर बोटमा चढेर एकदम रमाइलो भइरहेछ होइन। अगाडिको दृश्य हेर्नुहोस्। चितवनको नारायणी नदीमा हो। नारायणी नदी अर्को मोटर बोट पनि आउँदैछ एउटा।
वीरेन्द्र त्यहाँ भिडियो बनाइरहेको छ मजा आइरहेछ मजा आयो मजा पानीको छाल हेर्नुहोस् पानीको छल पटाइ पछाडि अर्को मोटर बनाइरहेछ पुल आयो है पुल यो चाहिँ नारायणी नदीको पुल मार्यो 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 सुते आयो मलाई लागेर सुते आयो माथि माथि चाहिँ छ बाटो एकदम नारायण नदीको बनेको ठ्याक्कै थाहा भएन तर आउँदै पनि टिकिरहेको छ कस्तो भयो भन्दा रमाइलो लाग्यो काम खलास पानमा पराग ब्रेक लाग्छ फेरि ए ल ठिक छ जे भयो रमाइलो भयो आजलाई जे भयो रमाइलो भयो रमाइलो भन्दा अरू केही भएन हैन ल अब चाहिँ हामी यहाँबाट झर्दैछौँ दाइले यहाँ मोटरबाट चपक्क समात्नु भएको छ हैन नारायणी नदीको अनुभव पनि लिन मन थियो त्यो पनि आज पुरा भयो त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ अहिले नारायणी नदीमा छौँ हाम्रो काम सकिसक्यो अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ हैन यो बोट चाहिँ यहीँ छाड्छौँ पैसा बुझाइसक्यो हो नि अघि